अछाम र दैलेखका दुई व्यक्ति एकैसाथ भारतको महाराष्ट्रबाट बेपत्ता भएका छन्। दर्शकवृन्द, प्रवास नेपाली सम्पर्क मञ्च महाराष्ट्र राज्य सभापति राज रोकायाले जानकारी दिए अनुसार तस्बिरमा देखिएका आफन्तसँग बस्दै आएका र ग्यारेजमा काम गर्ने अछाम जिल्ला पञ्चदेउल विनायक नगरपालिका वडा नम्बर 5 लयाटी निवासीका डम्बर नेपाली र आमा बुवासँग बस्दै आएका र साथमा पढाइ गर्ने दैलेख 820 नगरपालिकाका नवीन नेपाली यही मिति 2025 3 महिना 22 तारिक दिउँसो 1 बजेदेखि भारतको महाराष्ट्र राज्यको मुम्ब्रा भोलेनाथ ग्रिन पार्क इशान अपार्टमेन्टबाट सम्पर्कविहीन भएका हुन्। उनीहरू दुवैजना हालसम्म पनि सम्पर्कमा नआएपछि परिवारमा निकै चिन्ता थपिएको छ। उनीहरूको खोजी कार्यमा सहयोग गरिदिनका लागि सम्पूर्ण नेपालीहरूलाई अपिल समेत गर्नुभएको छ। दर्शकवृन्द, यदि तस्बिरमा देखिएका यी दुवै व्यक्तिहरूलाई कहीँ कतै देख्नुभयो अथवा भेटाउनु भयो भने नजिकैको प्रहरी प्रशासन अथवा स्क्रिनमा दिएका निम्न नम्बरमा सम्पर्क गरी सहयोग गरिदिनुहोला।